जेन्जी जाँचबुझ आयोगले केपी ओलीकै 5 तारिक कुटीमा गएर बयान लिएछ। मोमो र पिज्जा होम डेलिभरी हुन्थ्यो, तर सुशीला कार्की राज्यमा जाँचबुझ आयोग होम डेलिभरी हुन लागे। अब सोध्नेले के सोधे होलान् अनि जवाफ दिनेले के भने होलान्। यो जाँचबुझ आयोग होइन, ढाकछोप आयोग भयो। कागभन्दा कोइली बाठो भने चाहिँ जाँचबुझ आयोगको टोली प्रश्न लिएर निवासमै आएपछि ओली सरले लिखित रूपमा स्टेटमेन्ट दिँदै भनेछन्, मिडियातिर बोलेको छु त्यही हेर्नु। बयान लिन गएकाहरू भने हस् भन्दै चिया खाएर फर्किएछन्। जाँचबुझ आयोग ओलीसँग बयान लिन गुन्डु पुग्नु कुनै सानो घटना होइन। यो सिधै सन्देश हो, नेपालमा कानुन सबैका लागि बराबर छैन। भदौ 23 र 24 को जेन्जी प्रदर्शनमा सडकमा उत्रिएका युवालाई लाठी गोली, मृत्यु, मुद्दा र जेल, त्यही घटनामा जोडिएको अपराधी सरकारको नाइकेलाई घरमै पुगेर लिखित बयान। यदि ओली निर्दोष हुन् भने उनी आफै आयोगमा किन आएनन् र यदि आयोग स्वतन्त्र हो भने उसले सिंहदरबार बोलाउने आँट किन गरेन? यो न्यायिक प्रक्रिया होइन, यो डर हो। सुशीला कार्कीको कानुन ओलीसँग डरायो, जसले देश 36 वर्ष चलायो, आज उसैसँग आयोग काप्यो। त्यसैले भन्नुपर्छ, समस्या ओली मात्रै होइन, समस्या त्यो सिस्टम हो जसले शक्तिशालीलाई प्रश्न नै नगर्ने बनाएको छ। हत्याराको विशेषता सधैँ उस्तै। 28 सालका ज्यानमाराले 82 सालमा पनि मान्छे मारे, तर अझै जेल कोच्ने तयारी छैन। आज आयोग गुन्डु पुग्यो, भोलि त्यही आयोग कुनै आम नागरिकको घरमा बयानलाई पेपर होइन हतकडी लिएर पुग्नेछ। हेक्कारोस्, यही दोहोरो मापदण्ड विरुद्ध पनि जेन्जी सडकमा आएको थियो। त्यो आन्दोलन सत्ता पल्टाउन थिएन, सुशासनको लडाईँ थियो। कोही पूर्वपक्षका लागि वर्षौं जेल बस्नुपर्ने, कसैलाई बयानको सुविधा घरमै। यो जाँचबुझ आयोग त देखाउने दाँत मात्रै भयो, होइन भने ओलीको घरमै गएर बयान लिनुपर्ने। किन बयान दिन आउँदैनन् भने हतकडी लगाएर ल्याउन सक्नुपर्ने होइन र? कानुन सबैलाई बराबर हुने भए ओलीलाई किन नसमाएको? हत्याराहरूलाई जेल नकोचेसम्म ज्यान गुमाएकाहरूको आत्माले शान्ति पाउँदैन। प्रधानमन्त्रीज्यू, अपराधी जेल बाहिर राखेर हुने चुनाव कस्तो? बरु चुनाव नभएर केही हुँदैन। केही समय लाग्ला, त्यसमा बहुसंख्यक जनताले दोष दिने छैनन्, तर यो हत्याराको दम्ब सहन सकिँदैन। अझै पनि ज्योतिषको भविष्यवाणी पूरा गर्दिन र 76 जनाको हत्याराको सनक दम्बलाई अनुमोदन गर्न खोजिएको हो भने स्वीकार्य छैन। क्रूर हत्यारा, भ्रष्ट र अपराधीहरूलाई अब यो देशलाई आवश्यक छैन। पहिला क्रूर हत्याराको मुख हेर्दिन भन्नुहुन्थ्यो प्रधानमन्त्री, अहिले बयानको होम डेलिभरी व्यवस्था मिलाउँदै हुनुहुन्छ। प्रधानमन्त्रीज्यू, हत्याराहरूको चाकरी गरेर हत्याको मतियार नबन्नुहोस्। सत्य र न्यायका लागि काम गर्नुहोस्, शिर ठाडो पारेर बाँच्नुहोस्। हत्याराहरूलाई जेल पठाउनुहोस्, विकल्प छैन। अपराधीसँग डराउने, निमुखा तर्साउने गणतन्त्र हुन सक्दैन। बिर्सेका छैनौ 76 जनाको नरसंहार? बिर्सेका छैनौ हेलिकप्टरबाट भागेको? बिर्सेका छैनौ हाहु भनेको? बिर्सेका छैनौ गिरिबन्धु काण्ड? बिर्सेका छैनौ यति काण्ड? बिर्सेका छैनौ ओम्नी काण्ड? बिर्सेका छैनौ व्हाइट बडी काण्ड? बिर्सेका छैनौ 70 करोड काण्ड? बिर्सेका छैनौ महाकाली सन्धि? बिर्सेका छैनौ भुटानी शरणार्थी काण्ड? अनि बिर्सेका छैनौ ललिता निवास काण्ड? एक थरीको अझै तर्क छ, जेन्जीमाथि गोली हान्नु प्रहरीको बाध्यता थियो। सायद दिमागमा बोसो जमेपछि यस्तो तर्क आउँछ। यस्ता तर्क गर्नेहरू नै हुन् आफ्ना बहिनी बलात्कृत हुँदा पनि छोटो स्कर्ट लगाएर हिँड्थी, उसलाई बलात्कार गर्न बाध्य पारी भन्नेहरू। रवि र बालेन मन नपराउन पाइयो, तर अनाहकमा कसैको अहंकारले मारिएका हुन् ती बच्चाहरू। कलिला बच्चाहरूको हत्यारालाई सही भन्ने लासहरू लासै रहनेछ।